हेलो गाइस, नमस्ते। नमस्ते। आज हामी के गर्न लाग्छौँ भन त निशा? आज हामी मुकबाङ गर्न आँटेको छौँ। मुकबाङ गर्न आँटेको छौँ लोकल कुखुराको मासुसँग। अब खान्छौँ ल। कति बज्यो अहिले तिम्रो वास्तविक भन्नुपर्दा? जति बजे नि बजोस् हामी भात खान्छौँ। खाइ ल। एउटै सँगसँगै खाउँ ल। ल खाइदिउँ। यति कुदाखेरि सिया भएको। अन्त अब त्यहाँ अहिले त्यो मैले मैले छेके छ मलाई त लु मईको ए भात त कति धेरै यसले हाल्दैछ यहाँ। हाल्छ अहिले कसम पनि हालेको छुइनँ। कसम पनि अझै थपेर खाने हो ल। भिडियोमा छु भने बिर्सेछु अझै थपेर खाने हो। खाइ ल। खाइ ल। कस्तो लाग्यो केटी? कस्तो यम्मी हो। मासुको झन् मिठो भएछ होइन? वाउ। मुलाको तारा के पाउँछ? पहिला जस्तो पिरो नहुने क्या हो अहिले। पिरो अन्जानमा बनायो भने त के भन्नु होइन? यत्रो यत्रो मासु छ हौ एक बटुका। मासु देखाएको झोल लड्यो क्या गाई। के हो यो? यो के हो? बैगुन? कस्तो मिठो साग। कहाँको फलेको? यहीँ बारीमा? यहीँको हो? कस्तो यामी। किन हाँसेको? झोल लडेको सम्झिनु हाँसो थियो। मरे हात चाहिँ किन कालो गाला चाहिँ सेतो? निशा यो भन न, हामी कालिम्पोङ गएको एक्सपिरियन्स कस्तो रह्यो? बाटो कस्तो मजा आयो। टु मच मजा आयो साँच्ची हो। ढाँटेको होइन तर बाटो चाहिँ बाटो त त्यही 5 किलोमिटर मात्रै गाह्रो है। हामी त्यो लड्यौँ नि, त्यहाँदेखि त अझै 2 किलोमिटर छ होला भनेको त होइन रहेछ होइन? त्यहाँदेखि त पुगिहाल्यो नि होइन? त्यहाँदेखि त नजिक रहेछ। कसम भनेको साँच्चै मजाको मासुको झोल मिठो भयो। त्यहाँ चाहिँ पाउनु पर्ने चाहिँ हो। खाना चाहिँ कहीँ मिठो लागेन है साथीहरू होइन? खाएँ मोडेमा ठिकै ठिकै थियो त्यहाँबाट। खाना कहीँ मिठो थिएन। होटेल पनि यस्तो झुरमा बस्यो कि थाकेको बेला। रातितिर पुगेको होइन? यदि जाँदै हुनुहुन्छ भने कोही होइन, कालिम्पोङ जाँदै हुनुहुन्छ भने सिटामलहरू पनि बोकेर जाने साथीहरू। जीवन पाउँदैन त्यहाँ। ल्वाङसुक मेलहरू मर्ने बेला पनि केही पाइँदैन त्यहाँ। झन् कि कहाँ जानु राति जाडोमा? झन् कि त्यो अलि तराईबाट जानेहरू हुन्छ नि, उनीहरूलाई झन् गाह्रो हुन्छ। मलाई त कति गाह्रो भयो। म त मन्दिर पुग्छु होला जस्तो लागेन। मैले सोचेको थिइनँ नि त, हाम्रो पारिबाट त गइरहेको हामी होइन? खाएको बेला भन्नु त नहुने होइन? केही छैन, विष्णु विष्णु भगवान् अनि त्यही भन्छ होइन? त्यहाँ जस्तोको त्यति हाइटमा होइन होला भनेको त त्योभन्दा 100 मिटर 100 मिटर बढी रहेछ। लास्टै जाडो। तर मजा आयो क्या। माथि पुग्दा त माथि पुग्दा स्वर्गै पुगेको जस्तो याद आयो। भयो याद त होइन, अब स्वर्ग पुगेर आएको त छुइनँ होइन? सायद त्यस्तै हुन्छ होला होइन? तर स्वर्ग त्यस्तै हुन्छ होला सायद। हिमाल पनि ठ्याक्क अगाडि देखिने क्या है। कस्तो मजा आएको। पाथिभरामा त चारैतिर हिमाल देखिन्छ नि त होइन? त्यहाँ त एकतिर हिमाल, एकतिर पुरै नेपालको ब्रह्माण्डै देखेको जस्तो होइन? संसारै देखेको जस्तो। मान्छेहरूले भिडियो बनाएको देख्थेँ है। अघि बिहान मैले स्टोरीमा हालेको, फेसबुक स्टोरी। मलाई कस्तो राम्रो लाग्यो तिमीले हालेको। मैले आफै भिडियो हाल न टिकटकमा। कस्तो दामी। कति धेरैजनाले सोधिरहनु भएको छ। कस्तो दामी नि।
फेरि हेर्नु चाहनुहुन्छ भने तपाईँहरू त्यो मेरोमा होइन यहाँ युट्युबमा आउनु नि हेर्नु ल दिन्छु हालिदिन्छु ल निशा गुरुङकोमा गएर हेर्नु भयो भने हुन्छ टिकटकमा यो मलाको त कस्तो मिठो पोहोरको हो अलिकति थियो नि वाउ छ तिमीलाई कलेजो परेन क्या कलेज त मन पर्दैन त मन पराउ न मिठो छ लोकल भालेको यसरी हामीले भात खाएको सबैले देख्छन् होइन ऊ त कालो चाहिँ को हो छिटो न टाइम सिद्धिन आँट्यो यादै नभएको के तिमीले त्यही भन्नु खोजेको होइन त्यही भन्नु खोजेको होइन पो त्यो एउटाले के त नास्पाती खाँदाखेरि सबैले देख्छन् कि के भनेर भिडियो बनाएको थियो नि ए त्यो चाहिँ म त बिन्ता राईले होइन त्यो कालो चाहिँ को हो टोपी लाउने भने खोर्सानी टोकेन सिद्धै सक्यो मेरो घाँटी साँटी सबै आत्मै पोल्यो सिद्धै आँट्यो त निशा फेरि अर्को बनाउने हो जोड्ने क्यापकटमा होइन 10 मिनट 6 मिनट त भयो आज निशा भन्ने कसैले मासु काटेको मासुको चोक्टा देखेर चक्क ठ्याक्क एउटै लेभलको काट्ने रहेछ कि तिमी हाम्रो कान्छो त कोही यत्रो काट्छ होइन सानो ठुलो काट्छु म गाडी हौ गाडी कराएको छ खानु बन्द गर्छ साँच्चै मिठो बेको डोरो काटेको छु नि त मैले म त काटेँ नि भिजेको भिजै गर्छ अनि भिज्दै भिज्छ मासु भनेर कप्पै हालेर हड्डिया आलुको तरकारी कति मिठो खाने अझै छ त्यो आलु लोकल आलु परेछ कि चामल पकालमा त्यो मैले खान्छु नि त यस्तै मिठो सबै भम्मरा आयो भम्मरा मैना मौली झिङ्गा होला होइन झिङ्गाको यत्रो साउन्ड कहाँ आउँछ हौ मैले भात दिएको थियो के ल्याइदिउँ निशा 10 मिनटमा खाइसक्यौँ न हामीले होइन कति धेरै खाएको त नि यति मैले खाँदैछु इन्जोय गरेर खानु मैले खाएको देखेर त खाम लाग्छ होला खाम लाग्छ कि कहिले नखाऊँ हौ त्यसले खाएको देखेर त भन्छ होला बेसै खाएको देखेर कति मजा आयो साँच्चीकै ढाँटेको होइन सिधै साथीहरू नरिन्छ मैले जितेँ म चाहिँ के म धेरै छु मलाई त धेरै थियो नि फेरि ल पुग्यो छैन यो सिधै लास्ट बाई बाई साथीहरू लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गर्नु ल मन पऱ्यो भने साँच्चीको 2 जना मात्रै सब्सक्राइबर हुनुहुन्छ गरिदिनु ल यति भन्दै बिदा हुन्छौँ हामी बाई बाई नमस्ते अहिले काट्न पनि मिलेन होइन मिल्यो